नमस्ते, यो जापानको उत्तरी आल्प्स हो अनि आल्प्स भन्ने शब्द चाहिँ हिमालहरूको समूहलाई भनिन्छ अनि यो चाहिँ युरोप र जापानमा प्रख्यात छ। तर हामीले प्रयोग गर्ने हिमालय भन्दाखेरि चाहिँ अलिक सानो नै हुने गर्दछ। यो ठाउँको बारेमा एउटा रोचक कुरा पनि भन्छु है। धेरै पहिला यो ठाउँमा भूकम्प र पहिरो आएर चाहिँ जुन मूल बाटो थियो पानीको त्यसमा चाहिँ अहिलेको 3टा तालहरू बनेको रहेछ। त्यसैले यो ठाउँको 3वटा ताललाई निसिनासाङ्को भनिन्छ, जुन चाहिँ उत्तरबाट दक्षिणतिर बग्दछ। सुरुको आओकी ताल हो जुन चाहिँ एकदम सङ्लो र गहिरो छ अनि यहाँबाट चाहिँ उत्तरी आल्प्स पनि देख्न सकिन्छ। यो तालको वरिपरि चाहिँ प्राइभेट सम्पत्ति भएको कारणले गर्दाखेरि पार्किङ चाहिँ पाउन गाह्रो छ, तर यो क्याफेमा गएर खाँदाखेरि चाहिँ एकदम राम्रो भ्यू हेर्न सकिन्छ। आओकी तालबाट पानी बगेर अब चाहिँ नाकाचुना तालमा गएर बग्दछ। यो ठाउँमा मान्छेहरूको चहल पहल त छैन, तर यो ठाउँमा चाहिँ जङ्गली साकुरा हेर्न सकिने रहेछ अनि यहाँ माछा मार्ने मान्छेहरू पनि धेरै आउँदो रहेछ। त्यसपछि त्यहाँको पानी चाहिँ बगेर किसाकी तालमा आउँछ अनि यहाँ चाहिँ विभिन्न किसिमको गतिविधिहरू हुने भएकोले चाहिँ यो अलिकति प्रख्यात नै छ। यसरी नै मूलको पानी चाहिँ विभिन्न ताल हुँदै र अन्तिममा सानो सानो खोलामा बगेर जाँदो रहेछ र हामीले आजको दिन यसरी नै बितायौँ। एकदमै रमाइलो भएको थियो। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।